जगद्गुरु श्रील प्रभुपाद की हरे कृष्ण। आज हामी अध्ययन गर्न जाँदैछौँ श्रीमद् भागवतम स्कन्द 4 अध्याय 8 श्लोक संख्या 14, 15 र 16। हामी 16 को उच्चारण गर्नेछौँ र 14 को 15 को ट्रान्सलेसन चाहिँ पढ्नेछौँ। ओम नमो भगवते वासुदेवाय। 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 नमस्कृत्यं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। नष्टप्रायेषु अवसरेषु नित्यं भागवतसेवया भगवती उत्तमश्लोके भक्तिर्भवति नैष्टिके। श्लोक इस प्रकार से। सुत्सृज्य धैर्यं विललापशोका। दावाग्निनादावलते बबाला। वाक्यं सपत्न्या स्मरति सरोजा। श्रियादृशा बाष्पकलाम् उवाह। प्रभुजीहरू माताजीहरू भाग्यां सपत्न्या स्मरति सरोजा। तात्पर्य शब्दार्थ। बाय हिज डिवाइन ग्रेस श्री भक्तिवेदांत स्वामी श्रील प्रभुपाद की सा वहाँ उत्सृज्य छोडेर धैर्यम धैर्य विलाप गर्नुभयो। शोक दाव अग्निना शोकको अग्निले दाव लता इव डढेको पात समान बाला स्त्री वाक्यम शब्दहरू सपत्न्याः आफ्नी सौताले भनेको स्मरते स्मरण गर्दै सरोज श्रिया कमल सम्मान सुन्दर अनुहार दृशा हरेर बाष्प कलाम हृदय उवाह भन्नुभयो। यो घटना सुनीतिका लागि असह्य थियो। उहाँ डढेलोले डढाएको जस्तै हुनुभयो। शोकले गर्दा डढेको पात जस्तै हुनुभयो र विलाप गर्न लाग्नुभयो। आफ्नी सौताका वचन सम्झेर उहाँको कमल समान उज्जवल अनुहार
आँसुले भरियो र उहाँले भन्नुभयो के भन्नुभयो यो चाहिँ नेक्स्ट श्लोकमा हुन्छ तात्पर्य। जब मानिस दुखित हुन्छ ऊ डढेलोले डढेको पहाड जस्तै हुन्छ। यद्यपि उहाँको अनुहार कमलको फूल समान सुन्दर थियो तर पनि आफ्नी सौताको कटु वचनले गर्दा मानसिक पीडाले सन्तप्त भयो। पहिलाको हामीले अनुवाद पनि पढ्छौँ। योभन्दा अगाडि 14 श्लोकमा चाहिँ मैत्रेय मुनिले भन्नुहुन्छ कि हे विदुर, जसरी लट्ठीले हिर्काइएको साँपलाई लामो लामो सास लिन्छ त्यसरी नै आफ्नी सौतेनी आमाका कठोर वचनले हिर्काइनु भएका महाराज ध्रुवले पनि रिसले गर्दा लामो लामो सास लिनुभयो। जब उहाँले आफ्ना पिताले त्यसको विरोध नगरी मौन बसेको देख्नुभयो उहाँ तुरुन्तै त्यो दरबार छोडेर आमा कहाँ जानुभयो। जब महाराज ध्रुव आफ्नी आमा कहाँ पुग्नुभयो रिसले गर्दा ओठहरू कामिरहेका थिए र उहाँ अति दुखित भएर रोइरहनु भएको थियो। रानी सुनीतिले तुरुन्तै सन्तानलाई आफ्नो काखमा राख्नुभयो। दरबारका अन्य निवासीहरूले सुरुचिको कटु वचनका बारेमा सबै वर्णन सुनाए। यसरी सुनीति पनि अत्याधिक दुखित हुनुभयो। ओम ज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। नमो विष्णुपदाय कृष्णपृष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामीति नामिने। नमस्ते सरस्वतीदेवे गौरवाणी प्रचारिणे निर्विशेषशून्यवादे पाश्चात्यदेशतारिणे। श्रीकृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद। हरे कृष्णा कृष्ण कृष्ण हरे हरे, हरे राम 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 हरे हरे। सर्वप्रथम यस कक्षालाई प्रारम्भ गर्नुभन्दा पूर्व श्री राधामदन गोपाल जगन्नाथ बलदेव सुबोध महारानी श्री गौरनिताई सम्पूर्ण गुरु आचार्य वृन्द श्रील प्रभुपाद र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण भक्तहरूको आज्ञा अनुमति र आशीर्वादको याचना गर्दै आजको श्रीमद् भागवतमलाई आरम्भ गर्न चाहन्छु। ध्रुव महाराजको यो कथा एकदमै हृदयलाई छुने खालको छ, एकदमै हृदय स्पर्शी छ यो कथा। यो हजुरहरूले एउटा हिज ग्रेस गौराङ्ग दर्शन प्रभुजीले एउटा विशेष एउटा किताबै लेख्नु भएको छ ध्रुव भन्ने। त्यो ध्रुव पुस्तक चाहिँ कस्तो छ भने त्यो पढिसके पछाडि अब नेक्स्ट एपिसोड के होला भन्ने कुरा चाहिँ एकदमै पिकमा लगेर उहाँले चाहिँ छोडिदिनुहुन्छ कि त्यो स्टोरीको हरेक च्याप्टरहरू लगभग तपाईँले एकै दिनमा पढेर सकौँ जस्तो हुन्छ। अब यो प्रसङ्ग कसरी आएको छ भन्ने कुरा चाहिँ अब हाम्रो मैत्रेयजी र विदुरजीको प्रसङ्ग उहाँहरूको संवादमा यो आएको र उद्धव र चाहिँ मैत्रेयजीलाई चाहिँ भगवानले ज्ञान दिनुभएको थियो र भगवानले नै यो ज्ञान चाहिँ विदुरलाई भन्नु भनेर चाहिँ मैत्रेयजीलाई भन्नुहुन्छ र यसरी मैत्रेयजीले चाहिँ ब्रह्माजीको सन्तानको बारेमा भन्नुहुन्छ हैन, र त्यसै गरेर मनुको छोरीहरूको बारेमा भन्नुहुन्छ। अनि त्यस पछाडि ब्रह्माजीको 4 वटा पुत्रहरू हुनुभयो, कुमारजीहरू, जसको चाहिँ उहाँको मनबाट उत्पन्न हुनुभयो हैन। 4 कुमारको बारेमा चाहिँ भन्नुहुन्छ जसले बिहा गर्नु भएन, नारदजीले बिहा गर्नु भएन हैन, अरुणी लगायत अन्य यहाँ अगाडिको श्लोकहरुमा चाहिँ हामीले त्यो पाउन सक्छौं। र अब ब्रह्माजीले आफ्ना पुत्रहरू जति पनि हुनुहुन्थ्यो, जसरी नारदजी लगायत अन्यहरू ब्रह्मचारी आश्रममा जानुभयो र ब्रह्मचारी आश्रम पनि कहिलेकाहीँ हामीलाई के लाग्छ भन्दाखेरि यो एकदमै एब्नर्मल जस्तो लाग्छ कि बाहिरी मान्छेहरूलाई चाहिँ त्यसरी नै कहाँ बिहे नगरिकन कसरी बस्न सकिन्छ, यो त असामान्य भयो, यो त कहाँ यसरी हुन्छ, यो त विचित्र भयो, यो त अलिकति हुन्छ नि भनेर मान्छेहरूले सोचिरहेका हुन्छन्। तर यो हाम्रो चाहिँ शास्त्रमा यस्ता धेरै उदाहरणीय पात्रहरू हुनुहुन्छ, धेरै उदाहरणहरू छन् जहाँ चाहिँ ब्रह्मचारीको पनि त्यहाँ व्याख्या गरिएको छ। र यदि चाहिँ ब्रह्मचारी नभएको भए अहिले हामीले चाहिँ ध्रुव महाराजको कथा पनि हामीले श्रवण गर्न पाइन्थेन होला र सम्भवतः हामी पनि यहाँ यो स्थानमा भइन्थेन होला, किनभने हामी नारदजीकै परम्परामा चाहिँ हामी यसरी रहेका छौँ। र सँगसँगै उहाँले चाहिँ अब जुन चाहिँ अधर्म र मिर्साबाट दम्भ र मायाको 2 पुत्रहरू भए हैन, अनि त्यस पछाडि अधर्मको चाहिँ बारेमा चाहिँ उहाँले यसरी चाहिँ व्याख्या गर्दै जानुहुन्छ। र मैत्रेयजीले चाहिँ विदुरजीलाई चाहिँ शत्रु हुन् भनेर भन्नुहुन्छ।
शत्रुवन भनेको चाहिँ जोसँग कुनै पनि अधार्मिक गुणहरू कति पनि केही पनि छैन, सबै त्यस्ता सगुणहरूले सम्पन्न हुनुहुन्थ्यो विदुरजी। सो जसको कारणले गर्दाखेरि चाहिँ उहाँले यो कुराहरू सबै कुराहरू उहाँले व्याख्या गर्नुहुन्छ र त्यस पछाडि चाहिँ कलीको बारेमा पनि कुरा गर्नुहुन्छ हैन। अनि त्यस पछाडि उहाँले कलीको बहिनी दुरुक्तिको बारेमा कुरा गर्नुहुन्छ। दुरुक्ति भनेको जसको अर्थ चाहिँ बिना मतलब कसैलाई गाली गर्ने हैन। दुरुक्ति र कलीबाट चाहिँ भय र मृत्युको जन्म भयो भन्ने कुरा गर्नुहुन्छ हैन। सो यसरी चाहिँ उहाँले धेरै कुराहरू चाहिँ अहिले हामीले यो कुराहरू सुन्दै आइरहेका छौँ। र अब यहाँनिर चाहिँ आएर कस्तो हुन्छ भन्दाखेरि अब भगवानको अब दुवैजना जसरी चाहिँ हाम्रो उत्तानपाद र उहाँले प्रियव्रतको कुरा गर्नुहुन्छ हैन, मनु महाराजको कुरा गर्दै गर्दाखेरि चाहिँ उहाँले भगवानको चाहिँ उहाँहरू दुवैजना हुनुहुन्थ्यो। दुवैजना चाहिँ एउटा शक्तिबाट चाहिँ उत्पन्न हुनुभएको थियो, दुवैजना उत्तानपाद र प्रियव्रत। अनि त्यस पछाडि प्रियव्रत र उत्तानपादले चाहिँ प्रजाको एकदमै राम्रोसँग पालन पोषण गर्नुहुन्छ। तर त्यहाँ पनि उत्तानपाद र प्रियव्रतमा चाहिँ प्रियव्रत चाहिँ एकदमै अद्भुत हुनुहुन्थ्यो हैन। तर उत्तानपादको चाहिँ त्यस्तो भनौँ न प्रसिद्धि चाहिँ थिएन। र उत्तानपादका दुई पत्नी थिए, सुनीति र सुरुचि, जुन हामीले पहिलेबाट सुनिरहेका थियौँ। र सुरुचिलाई चाहिँ उहाँले एकदमै माया गर्थे किनभने उनी कान्छी बुढी थिइन् र एकदमै स्त्रीको अधीनमा थिए उत्तानपाद। र एकदमै स्त्रीको उहाँको सुरुचिको बच्चालाई चाहिँ एकदमै आलिङ्गन गर्ने गर्थे, छोरालाई हैन, चुम्बन गर्ने गर्थे हैन, एकदमै खिलाउने गर्थे, खुवाउने गर्थे, यो सबै गर्थे उनले। अनि उसले आफ्नो छोरालाई चाहिँ मेरो छोरा भन्दा पनि यो सुरुचिको, मेरी प्यारी श्रीमती सुरुचिको पुत्र हो भनेर चाहिँ यसरी चाहिँ उनले सोच्ने गर्थे। त्यसै प्रसङ्गमा चाहिँ ध्रुवलाई इच्छा हुन्छ कि आफ्नो बुवाको काखमा बस्नको लागि, र ध्रुव चाहिँ चेष्टा गर्नुहुन्छ चढ्नको लागि, आफ्नो बुवाको काखमा चढ्नको लागि। र यो देख्दै गर्दाखेरि चाहिँ उता यो कुरा चाहिँ सुरुचिले पनि देखिरहेकी हुन्छन्। र यो कुरा देखिसके पछाडि चाहिँ ध्रुव बारम्बार बस्नको लागि चाहिँ त्यहाँ इच्छा गरिरहेका थिए। र यो जब सुरुचिले देखिसके पछाडि उनले भन्छन् कि यो बस्न खोजिरहेछ, चौतेलीको छोरा। र बाहिरतिर चाहिँ के भइरहेको थियो भन्दाखेरि चाहिँ ध्रुव जो ज्येष्ठ पुत्र थिए, अब उनले नै राज्य लिन्छन् भनेर चाहिँ यस्तो कुराहरू पनि आइरहेको थियो। र यो सुनेर सुरुचिले के सोच्थिन् भन्दाखेरि चाहिँ यो दासी, यो सुनीतिको यो दासीको छोरा कसरी राजा हुन सक्छ भनेर यस्तो ईर्ष्याको भाव सुरुचिमा थियो। र उनले भन्छन् कि तेरो अधिकार छैन बाबु, बाबु तेरो अधिकार छैन, हट त्यहाँबाट। त्यस पछाडि यो कुरा जब सुन्नुहुन्छ, जब यो यस्तो कुरा आइसके पछाडि ध्रुवलाई थाहा हुन्छ त्यो भाव। यद्यपि उहाँ 5 वर्षको हुनुहुन्थ्यो, तर पनि उहाँलाई चाहिँ के हुन्छ त भन्दाखेरि यो भावना थाहा हुन्छ, त घर जा, यहाँ नबस। अनि त्यस पछाडि ध्रुवले भन्नुहुन्छ तर उहाँ त मेरो बुवा हो। तर सुरुचि भन्छन् त राजाको पुत्र भएर के भयो, त रानीको पुत्र त होइनस्, मेरो गर्भबाट त जन्म लिएको होइनस्। राजाका त अनगिन्ती दासीहरू हुन्छन्, अनगिन्ती व्यक्तिहरू हुन्छन्, उहाँहरूको त अनगिन्तीसँग सम्बन्ध हुन्छ, तर त रानीको चाहिँ त पुत्र होइनस् बाबु भनेर उहाँले यसरी भन्नुहुन्छ। तर वास्तवमा भन्यो भने यो स्टोरी, यो कथा सुन्दाखेरि हामीलाई चाहिँ मनमा एकदमै दुःख लाग्छ हैन। तर वास्तवमा यो ध्रुवको लागि अत्यन्तै राम्रो भयो, किनभने उहाँ चाहिँ अब हामी बाधा आएर मान्छेहरू, हामी भक्तहरू पनि हामी विचलित हुन्छौँ, तर भगवानको योजना अर्कै हुनसक्छ। जसरी हामीले चाहिँ यहाँ ध्रुव महाराजको यो कथाबाट पनि हामीले यो शिक्षा लिन सक्छौँ। त बच्चा होस्, अर्काको स्त्रीबाट तैँले जन्मेको होस्, तँलाई कोबाट जन्मेको होस् तँलाई केही पनि थाहा छैन। त्यस पछाडि ध्रुवले भन्नुहुन्छ के छ त त्यसो भए उपाय, उपाय के छ त भन्दाखेरि सुरुचिले भन्छन् यही हो उपाय कि त मेरो गर्भबाट जन्म लिनुपर्छ। त्यसको लागि के गर्ने त त्यसो भए? सुरुचि भन्छन् विष्णुको दया भयो भने तैँले पाउँछस् मेरो गर्भमा। हेर्नुहोस् कति घमण्ड थियो कि मेरो गर्भमा आउनको लागि पनि तँलाई विष्णुको दया चाहिन्छ भनेको मतलब म कति महान व्यक्ति हुँ कि मलाई पाउनको लागि त तँलाई भगवानकै कृपा प्राप्त हुनुपर्छ भनेर चाहिँ उसले यस्तो आफूलाई एकदमै सर्वश्रेष्ठ मान्ने गर्थिन्। जे जस्तो भए पनि उनले चाहिँ विष्णुको आराधना भनिन्। त्यही भएर एउटा ईर्षालु व्यक्तिले पनि
उसले खासमा वास्तवमा भन्यो भने उसले बोल्दाखेरि चाहिँ उसले के भनेकी थिइन् भन्दाखेरि चाहिँ त जङ्गल जा विष्णुको भजन गर भन्नुको अर्थ के हो भन्दाखेरि त जहाँ जङ्गलतिर गएर मर भन्न खोजेको हो क्या वास्तवमा भन्यो भने। जस्तो कहिलेकाहीँ डक्टरहरूले के भन्छन् भन्दाखेरि तपाईँलाई हामीले केही बचाउन सक्दैनौँ नभए त भगवान्ले हो भनेको मतलब इम्पोसिबल हो कि त्यो इम्पोसिबल हो। अब तैँले बाबु तैँले सोच्न छोडिदे बाबु, जा बरु जङ्गलतिर जा, उतैतिर अब कतै नदीतिर खोलातिर डुब अनि त्यतै स्वाहा भई भने जस्तो यो भनेको इम्पोसिबल हो भन्ने कुरा गर्न खोजेकी थिइन्। हेर्नुहोस् है, कहिलेकाहीँ हामीलाई पनि कहिलेकाहीँ झगडा भयो भने, घरमा झगडा भयो भने चाहिँ के हुन्छ भन्दाखेरि सानो बालकको हामीले सुनिँदैन कि। जब हामी पनि कोही घरमा अब आफ्ना नातागोताहरू झगडा गरेका छन् भने त्यहाँ गइयो भने त यहाँ किन आउँछस्, हरे कृष्ण बस्दा हरे कृष्ण भन्छ उता हाम्रो झगडा किन आउँछस् भन्छ नि। तर राम्रो वास्तवमा यो राम्रो हो नि। हामी त बरु ठिकै हो है, हरे कृष्ण जप्नु पर्ने हो, ठिक हो, यो गल्ती यहाँ के बस्ने होइन। उनीहरूले हामीलाई त्यो हरे कृष्ण बस भनेको मतलब कि त किन यहाँ अल्झर हाम्रो ऊमा बस्छस्, किन अल्झाउन आउँछस्, त फुरुक्क आफ्नो काम गर भनेर भने जस्तै यसरी चाहिँ यदि गर्भबाट आइस भने मात्र त यो सिंहासनमा बस्न पाउँछस् भनेर भन्छन्। तर उनलाई विष्णुको ज्ञान भएर होइन। हेर्नुहोस्, यदि भगवान् श्री विष्णु श्री हरिको बारेमा यदि ज्ञान हुन्थ्यो भने त उसले त यो कुरा पनि थाहा हुन्थ्यो कि विष्णुको हरि भजन गरिसके पछाडि उसले त्यो सिंहासनमा बस्नको लागि कोखमा आउनुपर्छ भन्ने हुन्छ र भगवानको इच्छा भयो भने उसैको कोखबाट आउनुपर्छ भन्ने छ। भगवानले त जसलाई पनि विराजमान गर्दैन सक्नुहुन्छ नि, जुनसुकै बेलामा पनि, जुनसुकै बेला पनि उहाँले चाहिँ त्यो व्यक्तिलाई त्यो भक्तलाई चाहिँ ग्लोरिफाई गर्न सक्नुहुन्न र सक्नुहुन्छ नि। कि उसैको कोखबाट आउनुपर्ने केही बाध्यता केही कारण छ र छैन नि त। तर उसलाई के लाग्थ्यो भन्दाखेरि मेरो गर्भमा आउनको लागि त अलमोस्ट इम्पोसिबल हो र अब कतै भयो भने चाहिँ मेरै गर्भबाट चाहिँ आउनुपर्छ भनेर यो भन्छन्। हेर्नुहोस्, मेरै छोरा हुनुपर्छ। अब यो ध्रुव महाराज 5 वर्षको बच्चा हुनुहुन्थ्यो, तर उहाँले यो सबै कुरा बुझ्नुभयो कि मेरो आमालाई उसले के भनिन्, कसरी चाहिँ उसले चाहिँ यस्तो कुराहरू बोलिन् भनेर आँखाबाट आँसु झार्दै मनभरि एकदमै पीडा लिएर चाहिँ उहाँ के गर्नुहुन्छ, जसरी सर्पलाई लट्ठीले हान्दाखेरि क्रोधित भएर के हुन्छ त्यो आफ्नो चाहिँ भनौँ न यो के भन्छ आफ्नो हेडलाई चाहिँ माथि लिएर आएको हुन्छ। त्यसै गरेर उहाँ पनि एकदमै क्रोधित हुनुभएको थियो। क्रोध सँगसँगै उहाँमा शोक पनि आयो र शोक आइसके पछाडि उहाँले यदि मेरी आमाले त यो सौतेली आमाले त यसो भनिन्, तर मेरो बुवालाई हेर्नुहुन्छ, पिताको आशा हुन्छ कि केही भन्नुहुन्छ होला भनेर उहाँले, तर उत्तानपात केही पनि बोल्नु भएन, एकदमै चुप लागेर बस्नुभयो। प्रतिकार केही पनि गर्नु भएन उत्तानपातले। यो देखिसके पछाडि त्यो ध्रुव आमा सुनीतिको थिम जान्छन्, रुँदै जान्छन्। सुनीतिले जब यो देख्नुहुन्छ मेरो छोरा किन रोएको छ, क्रोध सँगसँगै दुःख उहाँलाई भइरहेको थियो। यो देखेर उहाँले आफ्नो छोरालाई काखमा लिनुहुन्छ, राख्नुहुन्छ। बाबु के भयो, कसले के गर्यो? ऊ एकदमै चकित हुन्छन्, आँसु पुछ्छिन्। कसैले गाली गर्यो, के गर्यो बाबु, भन बाबु भनेर चाहिँ उहाँले भन्नुहुन्छ। त्यस पछाडि त्यहाँका काम गर्ने सेविकाहरूले यो सबै कुरा देखेका थिए, सुरुचिको यो घटना। त्यस पछाडि सुनीतिलाई तिम्रो छोरालाई यसो सुरुचिले भनिन् भनेर भन्नुहुन्छ। त्यस पछाडि रानी सुनीति छिया हुनुहुन्छ। त्यस पछाडि सुनीति एकदमै दुखी भइन्। यो संसारमा मुख जतिको चाहिँ ठुलो अस्त्र यो संसारमा केही पनि छैन, कुनै पनि शस्त्र छैन जुन यो मुख जतिको छ। त्यही भएर ध्रुव सोच्थे कि आमाले सन्तोष दिनु होला, मलाई केही सुमसुमाउनु होला, केही भन्नु होला भन्ने लाग्छ, तर आमा पनि रोन लाग्नुहुन्छ। एउटा कोमल लता जस्तै कोमल हृदय भएकी थिइन् तपाईँको चाहिँ सुनीति। तर यो चाहिँ सौताको कुरा सुनेर उहाँले के गर्नुहुन्छ त भन्दाखेरि आमाको यस्तो स्थिति जब देख्नुहुन्छ, जब यो कुरा बच्चाको सुन्नुहुन्छ ध्रुव महाराजको अन्य उहाँहरूको, त्यस पछाडि उहाँको यो जसरी भनिएको छ एउटा डडेलोले आगो लाए जस्तै उहाँको चाहिँ हृदय हुन्छ र यो हृदय सँगसँगै उहाँलाई आँसु आउँछ, पसिना आउँछ। सुनीति एकदमै राम्रो थिइन्। यहाँ पनि बताइएको छ विलाप गर्नलाई। विलाप भनेको मतलब के हो त भन्दाखेरि स्त्रीहरूमा यो स्वभाव हुन्छ कि केही कथा भन्दै रुने, मेरो चाहिँ यसरी बिहा भयो, मलाई यसरी चाहिँ मलाई ल्याइयो, मेरोबाट यसरी पुत्र भयो र अहिले यसरी भन्दै उहाँ चाहिँ रुन लाग्नुभयो। तर क्रोधन भनेको चाहिँ के हुन्छ भन्दाखेरि कुनै कथा नभनिकन सिधै तपाईँ रुन मात्र लाग्नुहुन्छ भने त्यसलाई क्रोधन भन्छ। त्यस पछाडि उहाँ यसरी विलाप गर्दै लागिसके पछाडि उहाँले के भन्नुभयो भन्ने कुरा अबको
बाँकी प्रसङ्गमा आउँछ, जसमा चाहिँ एउटा कुरा चाहिँ उहाँले के भन्नुहुन्छ भन्दाखेरि तिमी भगवानको शरणमा जाऊ। पछि आउँछ तपाईँहरूको भगवानको शरणमा जाऊ, हे पुत्र, हे ध्रुव, तिमी जङ्गलमा जाऊ र भगवानको, अनि कहाँ जाने त भन्दाखेरि जङ्गल जाने, किनभने भगवान जङ्गलमै बस्नुहुन्छ। भगवान वृन्दावनमा बस्नुहुन्छ नि होइन, भगवान जङ्गलमै बस्नुहुन्छ र जङ्गलमा धेरैले दर्शन पाएका छन्। र एउटा कुरा चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि तिमी भगवानको शरणमा जाऊ। यो भगवानको शरणमा जाने कुरा चाहिँ एकदमै एकदमै महत्त्वपूर्ण छ कि चाहे यस लोकमा होस् चाहे अन्य लोकमा होस्, वास्तवमै भन्ने हो भने हाम्रो भगवान नै सबैभन्दा सब प्रकारले एकमात्र शरण हुनुहुन्छ। विशेष गरी जब उहाँले हाम्रा सबै दुःख कष्टहरू हर्नुहुन्छ त्यति बेला पनि हामीले भगवानलाई स्मरण गर्नुपर्छ। जब हामीबाट कुनै पाप कर्म हुन्छ, जब भय र डर उत्पन्न हुन्छ, जब हाम्रा व्यक्तिगत काम वासना इच्छाहरू र धार्मिक कार्यहरू पूरा हुँदैनन्, तब हृदयमा हात राख्नुपर्छ। सबैले हृदयमा हात राख्नुहोस् त र भन्नुहोस्, श्री कृष्ण शरणं मम, श्री कृष्ण शरणं मम, श्री कृष्ण शरणं मम। म श्री कृष्णको शरणमा छु। यो चाहिँ वास्तवमा भन्यो भने यो वल्लभाचार्यले यो पुष्टि मार्गमा उहाँहरूको मन्त्र नै हुन्छ। जहिले पनि जुनसुकै तपाईँको चाहिँ अवस्थामा हामी बसौँला, तर हामी सदैव हामीले जस्तोसुकै परिस्थितिमा पनि हामीले भगवानको श्रीहरिको शरणमा सधैँ पर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा, अहिले पनि हाम्रो धेरै परिस्थितिहरू आए तर हामी भगवानकै चरणमा पर्यौँ, हामी भगवानकै शरणमा पर्यौँ, हामी भगवानकै नामतिर हामी आसक्त भयौँ। यो हाम्रो लागि अत्यन्तै विशेष कृपा हो। त्यसै गरेर एउटा भजन पनि छ, मेरे मन मंदिर में एक बार तुम आ जाओ गिरिधारी। र यो भजनमा यो शरणागतिको भजन हो। प्यार करो चाहे ठुकरा दो, प्यार करो चाहे ठुकरा दो, पास बुलाओ दूर भगा दो, पास बुलाओ दूर भगा दो। मैं सब विधि, मैं सब विधि, मैं सब विधि शरण तिहारी प्यारे, आ जाओ गिरिधारी धारी, आ जाओ गिरिधारी। मैं सब विधि शरण तिहारी प्यारे, आ जाओ गिरिधारी धारी, आ जाओ गिरिधारी धारी, आ जाओ गिरिधारी। यो परम पूज्य राधानाथ स्वामी महाराजले गाउनु भएको छ यो भजन। यो चाहिँ हाम्रो शिशाष्टकमा पनि छ। श्री चैतन्य महाप्रभुले भन्नुहुन्छ, हजुर चाहे मलाई प्रेम गर्नुहोस् या टुक्राइदिनुहोस्, आफू नजिक बोलाउनुहोस् वा टाढा भगाइदिनुहोस्, म हरेक परिस्थितिमा पूर्ण रूपले हजुरकै शरणमा परेको छु। हे प्यारा गिरिधारी कृपया आइदिनुहोस्। यसरी चाहिँ उहाँले यो चाहिँ भजन यो गाउनु भएको छ। त्यसै गरेर अब हामी अर्को पनि अवस्थामा हुन्छौँ जब हाम्रो हृदयमा अन्य भक्तप्रति दोष वा द्रोहको भावना उत्पन्न हुन्छ, भक्त द्रोहे। जब हामी आफूलाई भक्तिबाट पूर्ण रूपमा शून्य वा पछाडि परेको पाउँछौँ। कहिलेकाहीँ बेलुका कीर्तन हुन्छ, एकदमै रमाइलो हुन्छ, तर फेरि भोलि बिहान जप गर्न कुनै मनै लाग्दैन। यस्तो अभाव भयो, भक्ति अभावे। जब अन्य भक्तहरूले हामीलाई अपमान गर्छन् वा चित्त दुखाउँछन् वा सम्पूर्ण सम्भव वा असम्भव कार्यहरूमा हामीले के गर्नुपर्छ? हृदयमा हात राख्नुपर्छ र भन्नुपर्छ, श्री कृष्ण शरणं मम,
Shri Krishna Sharanam Mama. Shri Krishna Sharanam Mama. Shri Krishna Sharanam Mama. कृष्ण म हजुरको शरणमा छु म जस्तो छु मैं जैसा भी हूँ कृष्ण मैं आप ही का हूँ म जस्तो छु तर म हजुरकै हुँ कृष्ण सो भनेर चाहिँ हामीले के गर्न सकिन्छ यो शरणागतिको मार्गमा हामी अपनाउन सकिन्छ किनभने शरणागति भयो भने भगवानले कहिले पनि त्यो यदि काँडै किन नहोस् यदि काँडाले पीडाइदिन्छ भने पनि भगवानले त्याग गर्नुभएको छैन भने पनि हामी पनि भगवानको शरणमा पर्यो भने भगवानले हामीले कहिले पनि त्याग गर्नुहुन्न भगवानको एउटा कमजोरी नै यही हो कि भगवानको शरणमा यदि कोही पर्छ भने भगवानले हामीलाई कहिले पनि त्याग गर्नुहुन्न त्यसै गरेर जब आफूलाई परिवारका पालनकर्ताहरू जब हामीले आफूलाई पालनकर्ता र संरक्षक ठानेर मिथ्या अहंकार हुन्छ कि मैले घर परिवार चलाएको छु मेरो कारणले चाहिँ घर चलिरहेको छ अहंकार कृत्य पोष्य पोषण रक्षणे जब हामी माथि आश्रित त्यस्ता परिवारका सदस्यहरूले हामीले अहंकार गर्यौं मैले पालिरहेको छु र तिनै व्यक्तिहरूले हामीलाई के गरे त भन्दाखेरि तिरस्कार गरे अनादर गरे अपमान गरे र जब शिष्यहरूले हाम्रो अनादर गरे अपमान गरे त्यसपछि के गरे हृदयमा हात राख्ने र भन्ने श्री कृष्ण शरणम मम श्री कृष्ण शरणम मम यो कुरा चाहिँ हामीले कहाँ पनि पाउँछौँ भन्दाखेरि श्रील प्रभुपादजीमा पाउँछौँ हेर्नुस् श्रील प्रभुपादजी तपाईको चाहिँ यो 1930 मा एकचोटि चाहिँ मुरारजीको प्रसंग छ मुरारजी श्रीमती मुरारजी जो चाहिँ प्रभुपादजीलाई टिकट स्पोन्सर गर्नुभएको थियो उहाँको जन्म तपाईको चाहिँ मुरारजीको 1909 मा भयो 1909 मा भइसके पछाडी 1957 मा उहाँले त्यो शिपको ओनरको हेड हुनुभयो 1950s मा उहाँ कुरुक्षेत्र जानुभयो कुरुक्षेत्रमा गइसके पछाडी उहाँले एउटा भगवत गीताको प्रवचन सुन्नुहुन्छ गृहस्थबाट उहाँ निकै प्रभावित हुनुहुन्छ र त्यो कक्षा दिनुभएको थियो श्रील प्रभुपादजीले र यो श्रील प्रभुपादजीले दिइसके पछाडी श्रील प्रभुपादजी अत्यन्तै चतुर हुनुहुन्थ्यो अत्यन्तै उहाँ भगवान श्रीहरिको शुद्ध भक्त हुनुहुन्थ्यो सो जसको कारणले गर्दाखेरि उहाँले कन्ट्याक्ट शेयर गर्नुहुन्छ तपाई कहाँ बस्नुहुन्छ म जुमा बस्छु भन्नुहुन्छ त्यसपछि श्रील प्रभुपादजीले धेरै ठाउँमा चार्नुहुन्छ धेरै ठाउँमा जानुहुन्छ मलाई सबैभन्दा फ्लाइट टिकट महँगो थियो सबैभन्दा सस्तो टिकट कहाँ हुन्थ्यो जलदूतमा हुने गर्थ्यो र भगवानको कृपाले उहाँले एउटा मात्र वान वे मात्र मैले टिकट उहाँको इच्छा थियो कि एक मात्र जाने मात्र पाऊँ र त्यसपछि सबै गुरु भाइहरुलाई भन्नुहुन्छ मलाई महाराजको इच्छा छ मलाई एउटा मात्र टिकटको एउटा व्यवस्था गर्देऊ भनेर चाहिँ उहाँ हात जोड्नुहुन्छ र उनीहरुले के भन्छन् भने तिमी मठमा बस अनि हामी विचार गरौँला सोचौँला तिमी योग्य छौ कि छैन भनेर कस्तो कस्तो भयो होला श्रील प्रभुपादजीलाई र त्यसपछि श्रील प्रभुपादजीले मोरारजीकोमा जानुहुन्छ श्रीमती मोरारजीकोमा मलाई जान दिनुस् मलाई एकचोटी जान दिनुस् मेरो गुरु महाराजको इच्छा छ भने पछाडी श्रीमती मोरारजीले भन्नुहुन्छ कि तपाई मर्नलाई जाँदै हुनुहुन्छ एउटा छोरीको यो कर्तव्य बन्छ कि आफ्नो बुवालाई मर्नबाट जोगाउनको लागि श्रील प्रभुपादजीको उत्तर हेर्नुस् श्रील प्रभुपादजीसँग कोही बोल्न सक्छ श्रील प्रभुपादजीसँग श्रील प्रभुपादजीले भन्नुहुन्छ एउटा छोरीको यो कर्तव्य हो कि छोरीले आफ्नो बुवाको अन्तिम इच्छा पूरा गर्ने त्यसपछि मोरारजीले श्रीमती मोरारजीले हात जोडेर भन्नुहुन्छ जानुस् श्रील प्रभुपादजी जानुस् त्यसपछि श्रील प्रभुपादजीले त्यो जलदूत डायरीज भन्ने छ तपाईहरुले पढ्न सक्नुहुन्छ त्यसपछि उहाँले लेख्नुहुन्छ कविता लेख्नुहुन्छ बोरो कृपा कोइले कृष्ण अधमेर प्रति बोरो कृपा कोइले कृष्ण अधमेर प्रति की लागि आनीले हेथो कोरो येबे गति बोरो कृपा कोइले कृष्ण My dear Lord Krishna, you are so kind upon this useless soul, but I do not know why you have brought me here. Now you can do whatever you like me to do.
तपाईँ जे इच्छा गर्नुहुन्छ हे भगवान, हे मेरो प्यारो भगवान, तपाईँ यति दयालु हुनुहुन्छ कि म जस्तो एउटा चाहिँ तुच्छ जीवलाई यहाँ ल्याउनु भएको छ। मलाई थाहा छैन कि तपाईँले मलाई किन ल्याउनु भएको छ, अब यहाँ ल्याउनु भएको छ। हजुरलाई जे मन लाग्छ त्यही गर्नुहोस् कृष्ण। आई एम योर्स कृष्ण एन्ड यु आर माइन। आई एम योर कृष्ण एन्ड यु आर माइन। यो चैतन्य महाप्रभुले बताउनु भएको छ एउटा, कि जब हामीले भगवानसँग एकचोटि मात्र पनि भन्छौँ, एकचोटि मात्र कि के भन्छौँ एकचोटि भन्दाखेरि भगवान म हजुरको हो, भगवान कृष्ण आई एम योर्स। जब यो मात्र भन्छौँ भने यो भन्नुभएको छ श्री चैतन्य महाप्रभुले सनातन गोस्वामीलाई यो बताउनु भएको छ कि इट इज माई भाव दैट इफ वन wants seriously surrender unto me, शरणागत भएर saying, my dear Lord, from this day I am yours, and praise to me for fearlessness, I shall immediately award fearlessness to that person, and he will always remain safe from that time on. मेरो यो प्रतिज्ञा छ कि यदि कसैले एकपटक मात्र पनि गम्भीरतापूर्वक म प्रति समर्पण गर्छ र भन्छ हे मेरा प्रिय प्रभु कृष्ण, आजका दिनदेखि म हजुरको हुँ, अनि अभयताका लागि मलाई प्रार्थना गर्छ भने म तुरुन्तै त्यस व्यक्तिको लागि अभय प्रदान गर्नेछु र ऊ त्यस समयदेखि सधैँ सुरक्षित रहनेछ, सधैँ सुरक्षित रहनेछ। सो हामी यदि सुरक्षित हुन चाहन्छौँ भने हृदयमा हात राख्ने र भन्ने, श्री कृष्ण शरणं मम, श्री कृष्ण शरणं मम, श्री कृष्ण शरणं मम। श्रील प्रभुपाद की जय, अनंत कोटि वैष्णव भक्तवृंद की जय। हरे कृष्ण। Hare Rama Eva Kevalam Namaste Nama Vivekari Kalena Yara Dharma Sarvamana Saranamaye Shastramanma Bahu Janma Kare Rishamaram Kirtana Tabutana Mai Krishna Pade Prema Dhana Hare Krishna.